नेपालको राजनीतिमा भिडसँग होइन, प्रश्नसँग हिँड्ने केही नाममध्ये एक हुन् डाक्टर तारा जोशी। डडेलधुराबाट सुरु भएको उनको यात्रा सत्ता र कुर्सीको होइन, विचार, असन्तोष र वैकल्पिक राजनीतितर्फको खोजीको कथा हो। आजको यो भिडियो बुझ्ने प्रयास हो डाक्टर तारा जोशी किन बारम्बार बहसको केन्द्रमा पर्छन् र उनको यात्राले नेपाली राजनीति कता जाँदैछ भन्ने प्रश्न किन उठाउँछ। आउनुहोस् भिडियो सुरु गरौँ। डाक्टर तारा जोशी नेपालको बौद्धिक, राजनीतिक र वैचारिक इतिहासमा अत्यन्तै जटिल तर गहिरो छाप छोड्ने नाम हो। उनी कुनै एक विचारधारामा सीमित व्यक्ति होइनन्, बरु समय, परिस्थिति र समाजसँग लगातार संवाद गरिरहने चिन्तक र राजनीतिज्ञ हुन्। नेपालको राजनीतिक इतिहासमा जब विचार, सत्ता र वैकल्पिक मार्गबारे बहस हुन्छ, त्यही कतै न कतै डाक्टर तारा जोशीको उपस्थिति देखिन्छ। कहिले प्रत्यक्ष रूपमा, कहिले उनका विचार र निर्णय मार्फत। उनी न त पूर्ण रूपमा परम्परागत राजनीतिमा अडिएका छन्, न त केवल बौद्धिक बहसमा सीमित भएका छन्। उनी यी दुई बीचको पुल जस्तै देखिन्छन्। उनको प्रारम्भिक जीवन सुदूरपश्चिमको सामाजिक, आर्थिक र भौगोलिक यथार्थसँग जोडिएको छ। डडेलधुरामा जन्मिएका तारा जोशीले बाल्यकालमै राज्यको केन्द्र र परिधि बीचको दूरी अनुभूति गरे। राजधानीमा बनाइने नीति र गाउँमा भोगिने यथार्थ बीचको फरकले उनलाई सानैदेखि सोच्न बाध्य बनायो। यही अनुभूतिले उनलाई पढाइ, अध्ययन र प्रश्नतर्फ धकेल्यो। उनी पढाइलाई केवल व्यक्तिगत उन्नतिको साधन होइन, समाज परिवर्तनको माध्यमका रूपमा हेर्थे। उच्च शिक्षा हासिल गरेपछि डाक्टर तारा जोशी बिस्तारै बौद्धिक वृत्तमा चिनिन थाले। उनले राजनीति, समाजशास्त्र र राज्य सिद्धान्तलाई व्यावहारिक नेपाली सन्दर्भमा व्याख्या गर्ने प्रयास गरे। उनका लेख, विचार र वक्तव्यहरू सधैँ धारिलो हुन्थे, जसले धेरैलाई असहज बनाउँथ्यो। उनी लोकप्रिय बन्ने भन्दा पनि प्रश्न उठाउने पक्षमा थिए। यही स्वभावले उनलाई समय-समयमा विवादको केन्द्रमा पनि ल्यायो। राजनीतिक यात्राको सुरुवातमा उनी लामो समय डडेलधुरामा नेकपा एमालेको नेतृत्व तहमा सक्रिय रहे। संगठन निर्माण, कार्यकर्ता परिचालन र स्थानीय राजनीतिमा उनको प्रभाव उल्लेखनीय थियो। तर समयसँगै उनले परम्परागत दलभित्रको शक्ति सङ्घर्ष, गुटबन्दी र विकासप्रतिको उदासीनताले जनअपेक्षा पूरा गर्न नसक्ने निष्कर्ष निकाल्दै गए। यही असन्तुष्टिले उनलाई एमालेबाट अलग गर्दै एकीकृत समाजवादीतर्फ र पछि उज्यालो नेपाल पार्टीसम्म पुर्यायो। डाक्टर तारा जोशीको राजनीतिक यात्रा स्थिर होइन, खोजीपूर्ण रह्यो। उनले सत्ता वा पद भन्दा पनि नीति, कार्यक्रम र सुशासनलाई प्राथमिकतामा राखेको दावी सधैँ गर्दै आएका छन्। उनका अनुसार नेपालमा समस्या नयाँ अनुहारको होइन, नयाँ सोच र अग्रगामी दृष्टिकोणको अभाव हो। तर उनले पुराना दललाई सुधार गरेर त्यो दिशातर्फ लैजान सम्भव छैन भन्ने निष्कर्ष निकाले। यही सोच उनको पछिल्लो राजनीतिक निर्णयको आधार बन्यो। 15 पुस काठमाडौँमा आएको एउटा समाचारले डाक्टर तारा जोशीको यात्रामा नयाँ मोड ल्यायो। सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद रहेका डाक्टर तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपामा आबद्ध भए। उनी कुलमान घिसिनको संरक्षत्वमा रहेको उज्यालो नेपाल पार्टी हुँदै रासोपा पुगेका थिए। रासोपा र उज्यालो नेपाल पार्टी बीच सोमबार बेलुका एकता घोषणा भयो, जसको वातावरण निर्माणमा स्वयं जोशीले सक्रिय पहल गरेका थिए। यो एकता केवल पार्टी विलय मात्र थिएन, बरु वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ गर्ने प्रयासको सङ्केत थियो। डडेलधुरा घर भएका जोशी अब प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि उनी समानुपातिकको बन्द सूचीमा छैनन् र यदि पार्टीले टिकट दियो भने प्रत्यक्ष चुनाव लड्नेछन्। यो अभिव्यक्ति उनको राजनीतिक आत्मविश्वास मात्र होइन, जनतासँग प्रत्यक्ष रूपमा अनुमोदन खोज्ने चाहनाको पनि सङ्केत हो। उनी आफूलाई केवल प्रदेश सांसदको भूमिकामा सीमित राख्न चाहँदैनन्, बरु राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेप गर्ने योजनामा देखिन्छन्। डाक्टर तारा जोशीले विभिन्न दल हुँदै रासोपामा पुग्नुको कारणबारे खुला रूपमा बोलेका छन्। उनका अनुसार पुराना राजनीतिक शक्तिबाट जनअपेक्षा अनुसारको विकास सम्भव देखिएन। अग्रगामी नीति, कार्यक्रम र सुशासनको आवश्यकता भए पनि त्यसतर्फ पुराना पार्टीलाई ड्राइभ गरेर लैजान सकिँदैन ठहरमा उनी पुगे। उनले अनलाइन खबरसँग भनेका शब्द उनका राजनीतिक निष्कर्षको सार हुन्। अब नयाँबाट मात्र त्यो काम सम्भव छ र आफ्नो क्षेत्रका जनताको सुझाव अनुसार उनी वैकल्पिक शक्तितर्फ लागेको बताउँछन्। हालको अवस्थामा डाक्टर तारा जोशी रासोपाका एकमात्र प्रदेश सांसद हुन्। रासोपाभित्र प्रदेश संरचना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस अझै टुङ्गोमा पुगेको छैन। यस्तो अवस्थामा पनि जोशीको उपस्थिति प्रतीकात्मक रूपमा महत्त्वपूर्ण छ, किनभने उनी प्रदेश संरचनाभित्रै रहेर वैकल्पिक राजनीतिलाई अगाडि बढाउने दुर्लभ पात्र बनेका छन्। यसले रासोपाभित्रको वैचारिक बहसलाई थप गहिरो बनाएको छ।
डाक्टर तारा जोशीको जीवनकथा कुनै सरल राजनीतिक उकालो होइन। यो निरन्तर प्रश्न, असहमति, परिवर्तन र पुनः निर्णयको कथा हो। उनले रोजेको बाटो धेरैलाई भ्रमित लाग्न सक्छ, धेरैलाई अस्थिर पनि, तर उनको दृष्टिमा यो अस्थिरता होइन, खोजी हो, राजनीतिमा इमानदार विकल्प खोज्ने प्रयास। उनी आज पनि सत्ता, पार्टी र विचारबीच सन्तुलन खोजिरहेका छन्। अन्ततः डाक्टर तारा जोशीको जीवनी नेपालको राजनीतिक चेतनाको ऐना हो। यो कथा सत्ता परिवर्तनको मात्र होइन, सोच परिवर्तनको सङ्घर्षको कथा हो। उनी सही थिए वा गलत, त्यो निर्णय इतिहासले गर्ला, तर उनले उठाएका प्रश्नहरू, गरेका निर्णयहरू र रोजेको बाटो नेपाल बुझ्न चाहने प्रत्येक दर्शकका लागि गम्भीर चिन्तनको विषय भने अवश्य हुन्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी चाँडै भेटौँला अरू कुनै रोचक कथासँग। धन्यवाद। जय नेपाल।